म डाक्टर अमन। हामी ज्ञान संवाद गरिरहेका छौँ। महारामायणको यो निर्वाण प्रकरणको पनि आज हामी 11औं श्लोकमा छौँ। 11औं श्लोकमा के भन्छ त 11औं श्लोक? यहाँ वशिष्ठ गुरुलाई रामले सोध्नु भएको छ, गुरु यो ज्ञान कहाँबाट आउँछ? हेर्नुहोस् है, गुरुले यहाँ अब सम्झाउनु परिन्छ रामलाई। यो पूर्ण शुद्ध भनेको के हो? वासना रहित चेतना भनेको के हो? यो ब्रह्म भनेको के हो? गुरुदेव सूत्रले भन्छ, यदा न विद्यते किञ्चित किञ्चिदपि वेदितम् निर्वासनम शुद्धम ब्रह्म निर्वाण उच्यते। यो श्लोक यदा न विद्यते किञ्चित किञ्चिदपि वेदितम् तदा निर्वासनम शुद्धम ब्रह्म निर्वाण उच्यते। वशिष्ठ गुरुले रामलाई ज्ञान दिनुभएको छ। न विद्यते किञ्चित, कुनै अब्जेक्ट बाँकी छैन। न विद्यते किञ्चित, विचार छैन, अनुभव छैन, संसारको कुनै चित्र छैन। न किञ्चिदपि वेदितम्, अब द्रष्टा पनि हरायो। त्यो जान्ने म, अनुभव गर्ने केन्द्र र त्यो इगो बेस जो अब्जर्भर थियो त्यो पनि हरायो। जान्ने वस्तु दृश्य थियो भने जान्ने व्यक्ति को थियो? द्रष्टा थियो। यदा न विद्यते किञ्चित किञ्चिदपि वेदितम्, अब द्रष्टा पनि हेर्ने त्यो हेरेको कसले हो त्यो पनि हरायो। तदा निर्वासनम शुद्धम ब्रह्म निर्वाण मुच्यते। यो सूत्रमा मैले दुईटा कुरालाई लिएँ। यदा न विद्यते किञ्चित, त्यो दृश्य नै हराइसक्यो। किञ्चिदपि वेदितम्, अब त्यो हेर्नेवाला द्रष्टा पनि हरायो, जान्ने म पनि हरायो, अनुभव गर्ने केन्द्र पनि हरायो, इगो बेस अब्जर्भर पनि हरायो। मैले देखेको, मैले गरेको भन्ने थियो जुन भाव, म जान्ने छु, म राम्रो छु, म यति डक्टर पढेको, म यस्तो समाजसेवी, छैन। अब द्रष्टा पनि डिजल्भ भयो। मैले लिएको आज कि इन्साइट ए दुईटा ओर हो। त्यहाँ के देखिन्छ? केवल शुद्ध चेतना देखिन्छ। जब नदेखिने केही बाँकी छ, नदेख्ने कोही बाँकी छ, हामीले जसलाई हेरिराखेका छौँ त्यो हेरेको कुरा पनि छैन। हेर्नेवाला म को हो त? म हो नि, म पनि छैन। तब त्यहाँ प्योर अवेरनेस ओन्ली रहन्छ।